यहाँ चाहिँ अब तपाईँको मातापाती भएर पञ्चकन्या देवी भनेको उनको 5वटा दिदीबहिनी। उहाँले चाहिँ अब किन हिसाब दिने भने बालबच्चा नहुनेलाई बालबच्चा हुने, एकदम रोकिएको कामहरू खुलाउने, छिकिएको कामहरू खुलाउने, उहाँहरू चाहिँ एकदम भक्तजनहरूलाई भनेको जस्तो सोचेको जस्तो गराउने र उहाँले चाहिँ एकदम एकदम डेन्जर भनौँ, उहाँ एकदम अलिक शक्तिशाली नै हुनुहुन्छ, शक्तिशाली नै हुनुहुन्छ र उहाँले चाहिँ कुनै कामहरू रोकियो, कुनै कामहरू छेकियो, कुनै कामहरू पनि बनेको छैन। कुनैको अब चाहिँ तपाईँको कामहरू रोकिएको छ भने उहाँ कहाँ आएपछि एकदम कुनै अब चाहिँ स्वरहरू तपाईँको बोली नखोलेको, लोली नखोलेको बालबच्चाहरू ल्याए पनि 7 दिनदेखि 13 दिनभित्रमा लोली बोली खुलाउने देखिँदो रहेछ है। खुलाउँछ। मेरो आफ्नै दिदी पनि 8 वर्षदेखि बोली हराएको छ। हजुर हजुर। उहाँको बोली खुलाउन सक्नुहुन्छ हजुर? उहाँको 8 वर्षदेखि बोली खुलाएको भनेपछि अहिले कति वर्ष हुनुभयो त उहाँले? अहिले त 35-36 वर्ष भनेपछि अब त्यो चाहिँ खोलिँदैन, त्यो चाहिँ खोलिँदैन, एकदम यो छिप्यो, यो चाहिँ बालकमै खोलिनु पर्ने हुन्छ। हजुर खोलिँदैन, अब खोलिँदैन, दुःख नगरे हुन्छ। मठ मन्दिर पनि अब त्यो चाहिँ खोलिँदैन, नलादा हुन्छ। अब यो शक्तिपीठलाई नि हामीले अब के अरे कुन महिनामा चाहिँ यसको हामीले पूजा आजा यो गर्दा राम्रो होइन, तिथि बार तपाईँले भन्नुहोस् न। यिनको अब वर्षमा एकचोटि पूजा गर्दा चाहिँ तपाईँको कार्तिक पूर्णिमा नै भन्नुपर्छ। कार्तिक पूर्णिमाको दिनमा चाहिँ उहाँको एकदम मजाले पूजापाठ गर्नु पर्यो हजुरहरूले। अब हामीलाई गम्भीर रूपमा लागेको कुरो के छ भने यो हाम्रो ठाउँ भौगोलिक गुण त्यस्तै छ। हजुर यो हाम्रो के अरे शिलालाई अलिक तलमाथि राख्न सकिने छैन, तपाईँको उसमा के जोखनामा के आयो त? मैले हेर्दाखेरि गर्दै चाहिँ तपाईँको शिलालाई चोटपटक लाग्नु पनि भएन र शिलालाई तलमाथि गर्न नमिल्ने देखिन्छ। जहाँ पदार्पण छ त्यही नै उहाँ जुन ठाउँमा जन्म हुनुभयो उहाँ नै उहाँलाई खुसी हुनुहुन्छ। उहाँबाट सार्नु भयो भने उहाँ जुन मेन जन्मिने भएको ठाउँमै उहाँ नभइसकेपछि उहाँलाई अपहेलन जस्तो हुन्छ। यहाँ पूजा गर्दा हामीले विशेष त कुन बार चाहिँ कुन बार गर्दा चाहिँ धेरै राम्रो हुन्छ? यहाँ चाहिँ एकदम उहाँको बार भनेकै बिहिबार एकदम गर्दा धेरै राम्रो हो यसमा। र यसमा बारको कुरो गर्दा त मङ्गलबार शनिबार होइन, तर बिहिबार पनि धेरै राम्रो उत्तम। मातालाई धेरै प्रायः छ बिहिबार, यहाँको मातालाई चाहिँ एकदम प्रायः चाहिँ बिहिबारको दिन अति उत्तम देखिन्छ, धेरै राम्रो। तपाईँले बोली नफुटेको भयो जस्तो जय जन्म नभएका सन्तान माग्न आउनेलाई चाहिँ के छ तपाईँको यसमा? जय जन्म नभएको सन्तानहरू नभएको ठाउँमा धेरै ठाउँमा गएर पनि नभइसकेपछि चाहिँ अन्तिममा यो ठाउँमा आएर चाहिँ तपाईँको बल पुकार मागेर उहाँलाई चाहिँ केही पूजापाठ गरेपछि उहाँको लोली बोली खोलिन्छ र सागा सन्तान नभएको सन्तान उहाँले दिने देखियो। भनेपछि सँगसँगै हाम्रो यहाँ नाग राजा नाग रानीको पनि हाम्रो वासस्थान छ। 5 कन्ने नाग हो उहाँ, 5 मुखी। उहाँको चाहिँ अब काली नाग छ, सेती नाग छ, यहाँ जल नाग पनि छ। यहाँ चाहिँ तपाईँको धेरै छ, धेरै राम्रो छ। यहाँ एकदम जल भएर यहाँ जलमै खेल्ने, अब यहाँ जुन जल आइरहेको छ त्यो कारण गर्दा यहाँ धेरै राम्रो छ। यहाँ भनेपछि हामीले जो यथास्थान छ त्यहीँ नै हामीले पूजा पाठ गर्ने एउटा मन्दिर भयो। यो मन्दिर हामीले धेरै अरू यस विषयका विज्ञहरूले चाहिँ के भन्नुभएको छ, छाना नलाइकन बनाए राम्रो हुन्छ। जस्तो वर्षाको पानी नाग राजा नागरानीको शिरमा पर्नुपर्छ भन्ने कुरो आइरहेको छ। यस विषयमा तपाईँलाई के छ, तपाईँको उसमा के आयो? मैले हेर्दाखेरि चाहिँ उहाँलाई छाना लाउन पनि मिल्छ है र छाना नलाउँदा पनि मिल्छ, यो दुइटै मिल्छ। यसमा अब हजुरहरूले जे भन्नुहुन्छ त्यही हुन्छ, तर मैले हेर्दा चाहिँ छाना लाउन पनि मिल्छ, छाना नलाउन पनि मिल्छ। पानी शिरमा पर्नुपर्छ के भन्दाखेरि पानी उत्पन्न गराउने नै नाग हैन, उहाँलाई मेरै शिरमा पर्नुपर्छ, मैतिर हुनुपर्छ भन्ने त्यसमा हैन। यसमा भनेको भक्तजनले जल चढाउने। अब यहाँ सँगसँगै हाम्रो माई भगवती एउटा शक्तिपीठको रूपमा बगिरहनु भएको छ। अब माई भगवतीलाई पहिले पूजा आजा गरेर अनि त्यस पछाडि यहाँ मातालाई पूजा आजा गर्न आउने भन्ने हो कि कसो छ तपाईँ? ठिकै छ, तपाईँ माई भगवतीलाई नै पूजा गरेर उहाँको जल ल्याएर उहाँलाई चढाउन मिल्छ र यहाँ आएको भक्तजनले त्यो जल लान मिल्छ। पहिले माई भगवतीकै हाम्रो शक्तिपीठ माई भगवतीकै शक्तिपीठलाई पूजा गर्दा नि ठिकै हुन्छ, राम्रै हो। सुरुबाट त्यहीँबाट गर्दा पनि हुन्छ। अब त्यहाँबाट गर्न थालेपछि सधैँभरिलाई त्यहीँबाट सुरुवात गर्नु पर्यो। हुन्छ। तपाईँलाई मठ मन्दिर बनाइसकेपछि के हुन्छ भने यहाँ मानेका छिमेक देवताहरूलाई पनि सबैलाई मन्दिर वरिपरि धुपधुवाई साथमै गरिदियो भने तपाईँलाई अन्तर धाउनु पनि पर्दैन होइन। यहीँ आइसकेपछि अब यहाँको माईलाई पनि भयो, यहाँको छिमेक माने राखेका देवी देवतालाई साइडमा धुपधुवाई गरिदियो भने पनि र त्यो पनि झन् अति उत्तम हुन्छ।
जन्म भइआएको बडा 1697 सालको कार्तिक पूर्णिमाको दिनमा बिहानीको 36 सयमा जन्म भइआएको पाँचै दिदी बहिनी पञ्चकन्या देवी भन्ने मै हो बाला कसैले लगाएर आएको होइन कसैले खेलाएर आएको होइन साथै साबित आफ्नो जन्म भई बडा उत्पन्न भइआएको सातामा के गर्न लाग्नु भएको? पाँचै शर्म पाँचै सिकारी पाँचै नाक बोकिने जय बडा साथैमा पाँचै दिदी बहिनी खेलिने बडा सिकारी शर्म बोकिने बडा खेलौँदा पाँचै रेखी पाँचै मण्डला पाँचै सुपारी पाँचै देशीमा माताले पनि सहयोग गर्नुभएको छ झापादेखि आएर देख्न सक्नुहुन्छ कति भन्नुभयो 5155 रुपियाँ उहाँले सहयोग गर्नुभएको छ धन्यवाद उहाँलाई धन्दा मान्नु पर्दैन चिन्ता मान्नु पर्दैन बडा सोचे जस्तो गराइले होला आँटे जस्तो गराइले होला बडा भन्या जस्तो गराइले होला बडा गरेको सोचेको काम जस्तै गराइल्याउनै वाला डङ्ग्यो मनमा यसै बडा सुना थान मान्माउने कुनै पनि भक्तजनलाई निराशा गरी फर्काउने छैन बडा भने जस्तै आँटे जस्तै गराइ पठाउने जिम्मा मेरो भए बाला मनमा आउँदा मैले यति सुनाइदियो यति बताइदियो बडा बातमा बडो आफ्नै खानामा बैठी मानामा बैठी अलि जाने छ बाला अलि जाने छ बाला ल परमेश्वरा तपाईँ कहाँबाट चाहिँ यसरी चाहिँ पञ्चकन्या देवी उत्पन्न तपाईँ आङमा चढेर आउनुभयो त कुन ठाउँ कहाँबाट आउनुभयो त भन्नु पर्यो म त ताप्ले जोङ सिरबाट सात कन्या देवीबाट म त पाँच देवी काइली बहिनी म त उत्पन्न हुँदै घुम्दै डुल्दै स्थापना यो हो पाँच शिला देवी कन्या भएको ठाउँमा म त माताले नै बोलाएर म त यो ठाउँमा पुगे बाला चेला तपाईँ आउनु भएछ त पञ्चकन्या माता देवी चाहिँ ताप्लेजुङदेखि चाहिँ तपाईँ उत्पन्न भएर आउनु भएछ त्यसो भने तपाईँ चाहिँ पञ्चकन्या देवी चाहिँ उत्पन्न हुनुभयो तपाईँ पञ्चकन्या देवी चाहिँ तपाईँ आङमा चाहिँ अब त्यो चढो अब यत्रो त भक्तजनहरू आएको छ तपाईँले चाहिँ झुटो नभइकन तपाईँले भन्नु पर्यो म झुटो बोली भन्दै आएँ डुल्दै आएँ घुम्दै आएँ चार दिशा चारै किल्ला घुम्दै हिँडेँ म त हजुर वन जङ्गल घुम्दै हिँड्ने भ्याकु तरुल खाँदै हिँड्ने फल फुल खाँदै हिँड्ने म त सात देवीको काइली चेली मनै हुने म त उत्पन्न भएको यहाँ बोलाएरै आएको अझै मलाई बोलाएरै आएको हुने कहिले जन्म भएको र कहिले तपाईँ परलोक हुनुभयो 2019 को सालमा मेरो जन्म भयो भूमिमा आउँदै खेल्दै डुल्दै आएको म त हुने ल परमेश्वर परलोक कहिले भएको
परलोकमा म त हुँदै जाँदा अहिले त 95 वर्ष भयो। ल परमेश्वर अब के गर्नुहुन्छ त भन्नु पर्यो। म त यहाँ मेरो गुरु आमाले बोलाइ शिर उठाउनको लागि बोलाइ आएको। म त यहाँ मेरो शिर उठा आइज। म त अब मेरो स्थान यही हो भनी मलाई बोलाइ ल्याएको। तपाईँलाई त अब तपाईँ गुरुजी स्थानमा बोलाउनु भएछ, अब तपाईँ यहाँबाट तपाईँ सर्नुहुन्न त? म यहाँबाट कब सर्ने छुइनँ, तर मेरो शिरमा चोट दिनु भएन। मेरो शिर ओ त लगाई राम्रो स्थापना गरी तपाईँहरूले सबै साना मिली यहाँको सत्य देवीलाई पञ्चकन्या देवीको स्थापना गरी लानु। तर हामी स्थापना गरी लान्छौँ, हामी सेवा गर्दै लान्छौँ। हामी के दिनु सक्नुहुन्छ तपाईँले? म यहाँ भक्तजनहरूलाई के दिनु सक्नुहुन्छ? सबैजनालाई यहाँ खुसी बनाइराख्ने छु। यहाँ बाढी पहिरो अब आउन दिने छुइनँ। जति ठाउँमा बाढी पहिरो आयो अब मेरो उत्पन्न यहाँ भयो। अब म बाढी पहिरो सबै छेकिदिने छु है। मलाई तर शिरमा चोट लाग्न दिनु हुने छैन। ल परमेश्वर हामी शिरमा चोट दिने छैन तपाईँलाई। अब मान मने त सेवा गरेर लानेछौँ। यसरी भक्तजनहरू अब सन्तान नआउने सन्तान माग्न, बोली नआउने बोली माग्न आउँछ। तपाईँ के दिनुहुन्छ र कति दिन कति महिनामा दिनुहुन्छ? के सङ्केत दिनुहुन्छ आउँदाखेरि? म यहाँ बसी आराधना गरी बस्ने छु। सन्तान नहुनेलाई 6 महिना 1 वर्ष पछि उसको सन्तान उत्पन्न गर्ने छु। म पनि ताप्लेजुङबाट मेरो पनि दिदी बहिनी उत्पन्न भई म नि यहाँ आई बसेको नि हुँ। ल परमेश्वर तपाईँ यसरी उत्पन्न हुनुभएछ। यसरी 6 महिना त वर्षा दिनमा तपाईँ दिनुहुनेछ। आउँदा त भक्तजनहरू चाहिँ यसरी त बोली नआउने बोली माग्न, छोरा नआउने सन्तान नआउने सन्तान माग्न आउँदा दिनुहुने रहेछ। तर यहाँ प्रवेश हुँदै गर्दा के सङ्केत दिनुहुनेछ भन्नु पर्यो। यहाँ फुलपाती अक्षताहा ल्याही भेटी ल्याही चढाइकन यहाँबाट सत्य मनले सच्चा मनले आएर मागेपछि उनीहरूलाई मेरो फुलको थुङ्गा जस्तो उनीहरूलाई आशीर्वाद दिएर म पठाइदिनेछु। ल परमेश्वर आउँदा के सङ्केत दिनुहुनेछ? यसरी मेरो भक्तजनहरू चाहिँ आयो भनेर चाहिँ के हावा रूपी के सङ्केत दिनुहुनेछ भन्नु पर्यो। यहाँ भक्तजनहरू आउँदा आफै यहाँको घन्टीहरू आफै बजी हिँड्ने छ है। आफै यहाँको घन्टीहरू आफै बज्ने छ है। यहाँ हावाहुरी बतास आउने छ है। यहाँ ल परमेश्वर राम्रो सङ्केत दिनुहुने रहेछ। तपाईँ छेछेती तपाईँ त उत्पन्न हुनुभएछ। तपाईँ अब मान माने त हामी गर्नेछौँ। ल परमेश्वर अब तपाईँ पञ्चकन्या देवी उत्पन्न हुनुभएछ। ल तपाईँको अब आफ्नो बाटो लिएर चाहिँ खेली हिँडी जानु हुनेछ। ल परमेश्वर आफै आफ्नो यहाँ पूजा आजा आराधना गरी आफ्नो बाटो लाग्ने छु। यहाँ देवी देउता नाग नागी नको पनि बास रहेछ। तर राम्रोसँगले यहाँ नाग राजा नाग रानीको हो एउटा मूर्ति ल्याई मन्दिर बनाई उत्पन्न गरिदिनु। ल परमेश्वर हामी त्यो पनि गर्नेछौँ। अरू पनि अब सोध्दै जानुहुनेछ। अब यहाँ खेल्दै जाँदा हेर्दै जाँदा घुम्दै जाँदा चारै दिशा घुम्दै आएँ, खेल्दै आएँ, डुल्दै आएँ। म त यहाँ घुम्दै आएँ। अब यहाँको 1-1.5 वर्षमा यहाँ सबै मन्दिर बजाएर घन्टीहरू आफै हल्लिने, यहाँको हुरी बतास आफै चल्नेछ। भक्तजनहरू यहाँ प्रवेश गर्दा आफै सङ्गीत दिनेछ है। यहाँ कन्या देवीले आफै सङ्गीत दिनेछ नै। ल परमेश्वर सत्य आमा बसेकी छन् है। यहाँ त नागा राजा नागा रानी पनि बसेका है छन् है। यहाँबाट कोही पनि कतै पनि हो शिला देवी माता देवी नागा राजा नागा रानीलाई उठाइदिनु है। यहीँ बास गरिदिनु। यहाँको बाढी पहिरोहरू सबै हटि जानेछ। 1 सालभित्रमा यहाँ मुठा मन्दिर बनाइदिनु है। यहाँको हुरी बतास आफै चल्नेछ, आफै सङ्केत दिनेछ है। यहाँ ल परमेश्वर तपाईँ माई भगवतीको देवीको चाहिँ माताको छेउमा तपाईँ रहनु भएको छ। भोलि छेद पिछेद तपाईँ आफै हुने त होइन न?
छेद विच्छेद केही पनि हुने छैन है। तर यहाँ एक सालभित्रमा मोटो मन्दिर बनाई मेरो शिर ढाकाइ दिनु है। कुनै पनि बाढी है पहिरोले पानी असिनाले मेरो शिर नभिजिदियोस् है। ल परमेश्वर तपाईँलाई छाना लाउनु मिल्ने कि नमिल्ने त? मिल्छ मलाई छाना लाउनु पर्छ। मलाई छाना लगाई पानी पहिरोले नभेटोस्। म त धेरै बाढी पहिरोमा बसी शिरमा घाउ चोट लागि रुँदै कराउँदै मेरो शिरमा धेरै रुख झरी किसेको थियो है। म त बाहिर निस्किन सकेको थिएन है। यहाँ त म त गुफा भित्र ओढेर भित्र बसी गुम्सेको थिएँ है। अहिले त मलाई सास फेर्न नि सजिलो भएको छ। पहिला त मलाई नि एकदमै गाह्रो भएको थियो हजुर। ल परमेश्वर अब यो मुढालाई के अब काट्न हटाउनु मिल्ने त? मलाई त थिची पो राखेको छ नि, यसलाई त हटाउन त मिल्दैन। के नि गरेर यसलाई स्थापना गरेर अघि पछि सारेर मलाई शिर ओत लगाइदिनु। ल परमेश्वर तपाईँको अब शिर उतर हामी सेवा गर्नेछौँ, मन्दिर बनाइदिनेछौँ। तपाईँको त अब दुखमना नगरिकन अब तपाईँ आफ्नो बाटो अझै पनि खोज्दै जानु होला। कतै त यहाँ दायाँ बायाँ उत्तर पूर्व पश्चिम उत्तर दक्षिण कतै भोग गाने तपाईँको चाहिँ सेरोफेरो छ कि अब खोज्दै जानु होला। मेरो सेरो फेरो नयाँ बायाँ केही नै छैन। म त आमाले गुरुले बोलाएर यहाँ नै स्थापना भएको ठाउँमा आएँ है। म त मेरो त सेरो फेरो हो यहाँ नै हो। म त चार दिशा घुम्ने चारै किल्ला घुम्ने पो देवी पो हुने है। मलाई त रातै रङ रातै अबिर रातै सिन्दुरले पहिराउनु पर्छ है। मलाई त फल फुल है देखेर है लानु है खुवाउनु है पर्छ है। म त भन जङ्गलमै उडी पो चरी पो हिँड्छु पो गाई पो हिँड्छु है। मलाई त फल फुल भाकुर तरुल खाँदै पो हिँड्छु है। म त डुल्दै घुम्दै पो हिँड्छु है। मलाई त वनमा सुइसलो मार्दै गाउँदै घुम्दै नाच्दै आउँछु है। ल परमेश्वर अब तपाईँको बाटो अब लिएर तपाईँ आफू अब जानु होला। अब हामी तपाईँको सेवा गर्नेछौँ। तपाईँले बोलाए म फेरि कठाउनेछु फेरि आउनेछु। गरेमा